हेलो साथीहरू, स्वागत छ तपाईँलाई आजको मेरो मिनी भ्लगमा। आज मेरो डे अफ थियो र बुढाको पनि एक्जाम सकिसकेको थियो। फेरि भोलिदेखि साउन लागेपछि मन्दिरहरू पनि प्याक हुन्छ भनेर हामी मन्दिर जाउँ न त भन्ने प्लान भयो। सुरुमा त पेट्रोल हाल्यौँ, त्यसपछि लाग्यौँ आफ्नो डेस्टिनेसनतिर। तर बाटोमा त एकदमै धेरै पानी परिरहेको थियो। हुन त घरबाट निस्किने बेलामै पानी सिमसिम परेको थियो, तर धरानतिर त पानी नपरेको रहेछ। जसो तसो फाइनली आफ्नो डेस्टिनेसनमा पुग्यौँ भनेर स्कुटी राखेर यसो माथि हिँड्दै गएको त हामी त आफ्नो डेस्टिनेसन भन्दा धेरै टाढा रहेछौँ। अनि फेरि बुढा जानुभयो स्कुटी लिन, म अलिअलि हिँड्दै गर्छु भनेर हिँड्दै गएको त बुढोले त मलाई नदेखे जस्तो गरेर सर स्कुटीमा अगाडि जान्छन्। बुढा दाजु भनेपछि बल्ल पो रोके मलाई। बल्ल तल्लो जसो तसो गरेर हामी डेस्टिनेसनमा पुग्यौँ। एकछिन त नजाने कि क्यान्सल पो गर्ने कि भन्नेसम्म भइसक्यो त्यो पानी देखेर। भगवानले पनि त आँट म पुऱ्याउँछु भन्नुहुन्छ अरे, त्यही भएर होला हामीले आँटेको आज कुरा पुरा भयो। यहाँ त मन्दिरहरू एउटै लाइनमा रहेछ। त्यसपछि हामी गयौँ दन्तकाली मन्दिर दर्शन गर्नको लागि। दन्तकाली मन्दिर पनि दर्शन गरिसकेपछि हामी गयौँ बुढा सुब्बा मन्दिर। हामी यहाँको लागि एकदम नयाँ भएको भएर गुगल म्याप हेर्दै गएको त गुगल म्यापले त हामीलाई यस्तो बाटो पो देखायो। झन् यो पानी परेको बेलामा बाटो नि चिप्लिएर एकदम अप्ठ्यारो भयो। हामी बुढाबुढी नै यहाँ पहिलोचोटि गएको थियौँ। यहाँको बारेमा हामीलाई खासै थाहा भएन, त्यही भएर हामीलाई के रहेछ त यो मन्दिरको विशेषता भनेर जान्न उत्सुकता लाएर हामीले एकछिन गुगल सर्च गरेर पनि हेर्यौँ। जसको बारेमा थाहा पाउँदा मलाई एकदम धेरै खुसी लाग्यो। यस्तो सिधा राम्रो बाटो रहेछ, तर गुगल म्यापले हामीलाई त्यस्तो बाटो देखाइदियो। जे भए पनि हामी नयाँ थियौँ यो ठाउँको लागि, त्यही भएर फेरि गुगल म्याप हेर्दै हामी सावित्री दिदीको पसलमा गयौँ थुक्पा खानको लागि। हामी घरबाट ढिलो पनि निस्केको र भोक पनि एकदमै धेरै लागेको भएर एकछिनमा हामीले त सबै सकाइदियौँ। त्यसपछि लाग्यौँ गोठगाउँतिर। मेरो बुढाको एक्जाम सके पनि भाइभा चाहिँ बाँकी छ, त्यसैको प्रिपरेसन गर्न जानुभएको थियो। आज म यस्तो थाकिसकेको थिएँ, बाटोमै निदाउँदै आइरहेको थिएँ, त्यही भएर गोठगाउँ पुग्ने बित्तिकै फेरि सुतेछु। म उठेपछि खाजासाजा खाएर हामी आयौँ घरतिर। घर पुग्ने बित्तिकै बुढाले पकाएको मिठो चिया खाँदै म थालेँ मेहन्दी लाउनको लागि। दिउँसो नै खाजा खाएर आएको भएर खाना खान चाहिँ मन लागेन। एउटा हातमा चाहिँ आफै मेहन्दी लगाएर बुढाको नाम लेख्न मन लाग्यो। लेखेको त पछि आफैलाई निब्बा निब्बीवाला फिल आइरहेको थियो। त्यसपछि अर्को हातमा मेहन्दी लाउनलाई साथीकोमा गएँ। मलाई चाहिँ मेहन्दी लाउन एकदमै मनपर्छ, यसको बास्ना त झन् कस्तो मनपर्छ नि। त्यही मेहन्दी लगाउन लागेर मेरो भ्लग पनि आज ढिलो आयो। आजलाई यति नै, भोलि फेरि भेटौँला नयाँ मिनी भ्लगमा। बाई बाई साथीहरू।